गुड मर्निङ साथीहरू। र आज चाहिँ मिजोरामको रेक्लाङ एउटा ट्रेकिङ एक्सप्लोर गर्दैछु है। र त्यहाँ कस्तो के छ सबै मजाले देखाउने छु। र आज यो स्कुटीमा है यहाँ लोकल स्कुटी बुक गरेको छु। के छ कसो छ मजाले गरेर देखाउने छु है साथीहरू। रेकको ट्रेकिङको क्रममा चाहिँ हामी मोटरेबल रोड चाहिँ सक्नु आँट्यौँ। हाम्रो मोटर त्यहाँ छ तल। अन्त यहाँ चाहिँ अलिक आज सन्डे सबै बन्द रहेछ, यहाँ खुल्ला रहेछ र चाहिँ केही पाइन्छ कि नि खानु आएको। चाउमिन के अर्डर गरिरहेछ र यहाँको दिदी चाहिँ मजाले नेपाली बोल्नु हुँदैछ। मान्यो भने चाहिँ म उहाँसँग बात गर्छु ल। रेक लाविपु मौबकमा चाहिँ हामी चाहिँ यो रेक गएको है लेफ्टमा। र यो यता हो, यहाँ लन्चको लागि एकछिन रोकेको छौँ। र यो पर आइजल अलिक देख्दैछ फिलहाल स्टिल। अन्त यो चाहिँ घिर्लिङ होइन है फेरि। सो यस्तै रहेछ यहाँ। आज सन्डे टाकटुक बन्छ साथीहरू। धान्न यहाँ एक ठाउँ खाजा खाने ठाउँ चाहिँ पायौँ। पेट्रोल पम्प बन्द रहेछ। अन्त स्कुटी हायर गरेको चाहिँ रिजर्भ ओइल पनि सक्नु आँटेको रहेछ। पिलिक पनि घुम्दा एक ठाउँबाट ब्ल्याकमा पाएको। 1 लिटर थिएन, अलिक बोतलको 140 भन्यो। 4वटा बोतल लाउँदा हाफ ट्याङ्की अलिक मात्रै बेसी भइरहेछ। कहाँसम्म पुग्छ त्यसका बाजे। थोइ तेरिका यस्तो रहेछ यहाँ चाहिँ। सन्डे चाहिँ मिजोराम इभन नागाल्यान्डमा पनि याद गरिराख्नुहोस् यस्तो कुराहरू है। गाइस हेर्नुहोस् न, दामी आम्मा 7 सिस्टर फल्स साउथ अफ्रिकाको चाहिँ होइन, यो चाहिँ मिजोरामकै साथीहरू। अम्बो क्या दामी छ है। ओ तेरिका प्रकृतिले एकदमै यति दामी पारल छ। यो माथि कहीँ डाँडाबाट हेर्नु पाएको भए चाहिँ अति नै दामी हुन्थ्यो। तर अब त्यहाँसम्म जाने ठाउँ छैन। यहाँबाट जति सक्दो देखाउने कोसिस गर्दैछु। अब यो क्यामेराले कति क्याप्चर गर्यो गरेन, तर यो आँखाले हेर्दा चाहिँ यस्तो दामी छ साथीहरू। आम्बो यहाँबाट पनि जाँदैछ, यहाँ देख्छ कति राम्रो हो। जस्ट लुकिङ लाइक अ वाउ गाइस। साथीहरू हिजोदेखि यो मेरो केस चाहिँ अलि उड्दैछ हेयर ओइल नभएर। र अब हामी चाहिँ रेकको यो चेक गेटबाट चाहिँ एन्ट्री मारिसक्यौँ। यहाँको मान्छे चाहिँ राम्रो छ भने त्यसै भनेको होइन। इन्ट्री फी लाग्छ कति हो है, तर हामीलाई त्यसै जा भन्यो हो। हिँडेर जाने भने जाऊ भन्यो। स्कुटी लिएर आएको भए चाहिँ पैसा माग्छ। सो मलाई चाहिँ प्रब्लम के थियो भने क्यास छैन, नेटवर्क मेरो चाहिँ कामै गरेको छैन। अन्त चाहिँ त्यतै अल्मलिन्थ्यो होला। फ्री इन्ट्री पाइयो। सो र यो ट्रेकिङको डिटेल्स भ्यू सब देखाउने छु। यो भिडियोमा चाहिँ खालि रेक ट्रेकिङको मात्रै देखाउँछु गाइस। अर्को भिडियोमा चाहिँ यो मिजो टिपिकल भिलेज होमहरू रहेछ। अन्त बाटोमा मैले एउटा धानबारी अजिबको देखेको छु। त्यो भिडियोहरू नछुटाउनुहोस् है साथीहरू। तपाईँहरूले धानबारी भन्दा हाम्रो खेतहरू मात्रै देख्नु भएको। यहाँ मैले अर्कै धानबारी देखेको छु, त्यो देखाउँछु म। मान्छे छैन, म जसरी भए पनि देखाउँछु। अब 1.5 घन्टा हिँड्यो भनेको यस्तो खासै गाह्रो पनि छैन। वे टु मिजो टाइपिकल भिलेज। यो चाहिँ फर्किँदा एक्सप्लोर गर्नुपर्छ हो। सो यहाँ कतिवटा बाटोहरू छ। यता यस्तो रहेछ। यो एक्सप्लोरिङ गर्ने खालकै ठाउँ रहेछ। यो के को लागि पनि दामी मजाले सजाएर राखेको। इन्भाइरोमेन्टलाई चाहिँ मिजोराममा एकदमै राम्ररी याद गरेर माया गरेर राखेर छ। तर
अहिले पनि भनेको हो ठुलो रुख चाहिँ देखिनँ 15-20 वर्ष अगाडिदेखि हुर्केको खालको रुख मात्रै देखेँ। यहाँ त हिरोसिमा नागासाकी त केही भएको थिएन। यस्तो के कारण रहेछ कोनी अस्ति एकजनाले त भन्दै थियो त्योभन्दा अगाडि चाहिँ यहाँ डिफरेस्टेसन बेसी भएको भन्ने कुरा थियो। अब त्यो सबै कुरा भगवान् जानुन्, तर रुख ठुलो ठुलो छैन, तर ड्याम्मै साथीहरू आम्मामा जङ्गल के उकालो ल। ओके अब चाहिँ ट्रेकिङ रुट आयो त्यसका बाजे। यस्ता पो छ नौ बाटो त है। यहाँ चाहिँ सुटिङ रेन्ज थिएछ, पैसा तिरेर गर्नु पाइँदैछ। वान अफ माई फेभरेट गेम मिस गरेँ साथीहरू। सन्डे चाहिँ बन्द। यता रोड नजाने, यो सर्टकट जाने हो, किनभने अलिक छिटो पुग्नु पऱ्यो। फर्किँदा एक्सप्लोर गर्ने ठाउँ थुप्रो छ। मैले खेतीपाती मिजोराममा पटक्कै देखेको थिइनँ, यहाँ अलिक देखेको छु। त्यो सबै हेर्ने हो। तल मिजोरामको एन्टिक हाउसहरू हेर्ने हो। त्यहाँ कता कता झुन्डिएर हिँड्ने फड्के पुलहरू पनि देखिएको थियो, त्यो पनि गर्ने हो। यस्ता बाटो छ। अब अहिले त सिजन होइन होला ट्रेकिङको, तर पनि लिम्बूको छोरा पढियो नछोड्ने हो। उसके बिना ना जीना यारो, उसके बिना क्या जीना यारो, उसके बिना क्या। जङ्गली मङ्गली केटाहरू जङ्गल हिँड्यो है। ट्रेकिङ भनेको यस्तै हो, यस्तै हो। टेर्नु भएको छैन। बाघ आयो भने लाक्पा खेल्ने हो, हात्ती आयो भने लाक्पा खेल्ने हो, गैँडा आयो भने पछाडै पार्ने हो। त्यस्तो पो फेरि। ओइ 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 अब यो ट्रेकिङमा यो रेनी सिजनमा हिँड्ने चाहिँ हामी मात्रै होला। यसको छुट्टै मजा छ, किनभने अरू बेला त अब आउनु भ्याइँदैन है। यो बच्चौँ पनि सानो खालको बच्चौँ होइन रहेछ नि त, ठुलो चाहिँ हाम्रै ठुलो खालको। त यसको सिजन त अहिले नआउनु पर्ने के हुँदैन। यत्रो ठुलो जङ्गल छ त्यहाँ। ओइ ओइ जस्तै जङ्गल होस्, अघि भनिहालेँ बाघ भालु आओस् कि हो, गैँडा आओस् कि हात्ती आओस्, पटक्कै नटेर्ने हो। स्याल आयो भने चाहिँ फिलिली कुद्ने हो। त्यस्तो पो छ कुरा त फेरि। प्राकृतिक प्रेमी परियो है। यो गाँजा सिगरेट भन्दा पनि यस्ता रुखपात हरियो परियो देख्दा चाहिँ बडो खुसी लागेर आउँछ हो साथीहरू। फेदै रमाएर आउँछ, मजा लाग्छ, शान्ति लाग्छ, सुकुन एकदम। पहिले 1914 को वारमा गुतुङतुङ धावै सल्लाइ नगरी धावा बोले जस्तो पल्टन गएको जस्तो पनि लाग्छ है। अन्त अब बाटो चाहिँ यही नै होला, भगवान् भरोसे छ। अब
यसो हेर्दा त ग्रेभयार्ड जस्तो जस्तो नि छ यो सेकेन्ड वर्ल्ड वारमा ब्रिटिस आर्मीसँग मिलेर वार गर्दा शहीद भएको शहीदहरूको यो ग्रेप्स त्यो एउटा मेमोरियल ग्रेप्स बनाएको रहेछ मिजोरामले है। मैले पहिले नागाल्यान्डमा पनि देखेको थिएँ है। हाम्रो 17 वर्षको एकदम यङ एउटा छेत्री भाइ होइन त्यति बेलाको हाम्रो बाजे उहाँ त्यो सेकेन्ड वर्ल्ड वारको अन्तिम लडाइँमा खस्नु भएको। उहाँहरू पनि सबै त्यस्तै हुन्। यो ठाउँतिर चाहिँ लगभग अन्तिम वर्ल्ड वार भएको थियो सेकेन्ड वर्ल्ड वारको। चलेको छ तेरो गर्लफ्रेन्डलाई हेलो गर्लफ्रेन्ड आई लभ यु भन्न अब गर्लफ्रेन्ड्स छ फेरि यसको गर्लफ्रेन्ड भए त आई लभ यु भन्दा हुन्थ्यो। एकजना होइन प्यारी माया मनको मारी रानी हो नर्थ इस्टको सबै स्टेटमा दुईवटा यो बेस्या हो नि यो केटा यहाँ हेर्नुहोस् है ध्यान से देखो इस चेहरे को ये बहुत बेस्या लड्का है। आउँदैछ नि उकाली काट्नु धेरै छ बाँकी ठकाइ नमार। कति हो 10 लाख हो ओके 10 लाखमा यो एउटा यत्रो होइन। यहाँ चाहिँ करप्सन चाहिँ छैन रहेछ। अन्त साथीहरू यो मिजोरामको एउटा सिस्टम चाहिँ के रहेछ भने सबै हुनु त सबै लोकल छ। बिजनेस 99.9% लोकल अरू त झन् लोकलै लोकल। तर पैसा पनि यस्तो पाराले रोटेसन गर्दैछ सेन्ट्रलदेखि त्यस्तो लेभिस फन्ड त आएको छैन होला यहाँ। अन्त यहाँ रेभिन्यू जेनेरेसनहरू केही सोर्स पनि देखेन। आउँदा अघि तल जङ्गलको मुनि एउटा पावर प्रोजेक्ट देख्यो पुरानो त्यो पनि सानो रहेछ। त्यति बेसी रेभिन्यू छैन तर जो आउँछ नि त्यो पैसा चाहिँ विदिन द स्टेटमा रोटेसन गर्ने खालको क्या। लाइक अब गाडी यहाँ इएमआईमा छैन त्यसो गर्दा पैसा बाहिर गएन हो। जो गाडी छ क्यास। अन्त अरू त्यो बाहिर पैसा जाने खालको जस्तो होटलको ओनरहरू बाहिरको छैन। यहाँ त होटल ओनर पनि लोकल टुरिस्ट पनि लोकल बाहिरको टुरिस्ट पनि साथ छैन रहेछ। अन्त अब हार्डवेयरहरू भयो सप्लायर्स जे भयो सब लोकल। अन्त कमाएर यहीँकैले कमाउँछ यहीँ घुमाइबस्छ पैसा। त्यो रहेछ है साथीहरू। हेमाबा हो अरे हो कन हेमाबाबी हो गङ्गा हाम्रोतिर पनि पाउने नै हो। यो के हो मजाले फुलिरहेको मेचीको बजार मायालु हजार भन्नु मात्रै छ। हिँडाइ चाहिँ यस्तो डन्ठेहरूसँग छ के गर्नु हो साथीहरू। अब यहाँ चाहिँ टक्कै गर्लफ्रेन्डसँग क्या ह्यान्ड क्रस गरेर है माया तिमी त थाक्यौ होला नि भन्दै हिँड्नु कस्तो मजा आउँथ्यो नि। यस्तै बुढो हुनु आँटिहाल्यो कसैले पत्याउँदैन कि यो अनुहार साह्रै मखुन्डो जस्तो छ हौ। है तिर्का कसैले त आई लभ यु भन्दिनँ नि हौ। है गाह्रो छ है यो केटाको जिन्दगी। एउटा त गरेको छु नि बिहा ट्राइबल हो 7-8 जनासम्म भ्यालिड छ। बल गरौँ है कसैले ग्रिन सिग्नल दिँदा हुन्छ। अब यो त अब भेटनेरीमा पालेको जत्तिकै हो। म चाहिँ सिधामा सिधा ह्यान्डसममा ह्यान्डसम हो। है बाटो काट्नुपर्ने हुन्छ कुरा त अनेक गर्नु पऱ्यो नि त हौ है। तर कता कता यस्तै उटपटाङ कुरा गर्दा मनको कुरा पनि निस्किन्छ है। त्यस्तो छ नि फेरि। यो के हो वाटर रिजर्भर पोइन्ट माथि बसेर खाने 10 लाखमा यत्रो गरिदिएको त टोइलेटहरू है बाटो। हाम्रोमा 10 लाखमा फाउन्डेसन 5 कोठाको टोइलेट बनाएको देखेको छु। मिजोराममा 10 लाखमा चाहिँ पुरा जङ्गलमा बाटो यस्तो भ्यू पोइन्टहरू टोइलेटहरू पानीको ट्याङ्कीहरू हो बाटोमा डस्टबिनहरू त्यस्तो छ हौ। यहाँको मान्छेको सोच विचारै राम्रो छ हौ। अब ट्राफिकै हेर्नु नि ठुल्ठुलो सिटिजमा त्यो मेन त टु विलर यो रिक्सा टेम्पो केहरू त त्यो बाघ भालुले
भैँसीको झुन्डमा हमला गरे जस्तो कुद्छ नि हो है, आम्मामा तितर बितर गरेर। यहाँ त सिधा पाराले हिँड्छ लाइनमा हो। कसैलाई ओए किन ओभरटेक गरिस् भनेर कराउनु पनि छैन, रिसाउनु पनि छैन हो, हतार पनि छैन। एउटाले गाडी घुमाउँदैछ, अर्कोले पर्खेर बसिरहेछ। हाम्रो त स्लो गर्दा त पछाडिबाट यस्तो हर्न बजाउँछ, अलिक भएन भने टाउको निकालेर मुख पनि छाड्छ। यो सबै यो दिल है, दिल साथीहरू। कतिवटा कुरा सिक्नुपर्छ। हुन त हिँडेर अझै हाम्रो जतिको डेभलप छैन, नभएको चाहिँ राम्रो रहेछ डेभलप चाहिँ पक्का। यो चाहिँ मैले बहुत सोचेर सम्झेर भने डेभलप चाहिँ ठिक्कको मात्रै भएको राम्रो रहेछ। हामी ह्यान्डसम छौँ भनेर साथीहरू हाम्रो कुराहरू हामीलाई मात्रै नहेर्नुहोस्। यो रुखपात हरियो परियो हेर्नुहोस्, मन आनन्द हुन्छ, शान्ति हुन्छ है। आमा पर यस्तो भिडभाडमा घरै घरमा आइजल चाहिँ यहाँ कति शान्ति छ है। त्यही एउटा मिसिङ भनेको गर्लफ्रेन्ड है। नास्पाते नि भाउजूले आई लभ यु टु भनिदिएको भए हुन्थ्यो नि, भन्दैन। यो भिडियो कोले हेर्नुहुन्छ नास्पाते नि भाउजूलाई भनिदिनुहोस् है, त्यो सिक्किमको केटाले साह्रो मन पराउँछ अरे भनेर। आई लभ यु टु भनिदिएको भए हुन्थ्यो नि। त्यो नास्पाते दाजु जत्तिकै ह्यान्डसम छु त म पनि। जारी त तिरौँला नि त। आयो गनेउला हो कि साँपको काँचुली रहेछ त्यसको आवाज चाहिँ। यो चाहिँ एउटा रिजर्भ जङ्गल त होइन, जङ्गलमा यो चाहिँ मोटरेबल रोड छ। हामी चाहिँ लिम्बू नै परेर हिँडेर आएको, नभए हाम्रो स्कुटी जानु दिन्थ्यो है। अब लिम्बू जोकमा हिँडेर आएको। अन्त खास कुरा चाहिँ यो बाटो खुन्नेले चाहिँ कति साह्रो होसियारीले जिम्मेवारीपूर्वक काम गरेछ भने नि, जति चाहियो त्यति मात्रै ठक्कै काटेर छेउको रुख पनि यसरी अडेर बसेको छ कि हो। यो चाहिँ एउटा रेस्पोन्सिबल मान्छेले मात्रै गर्छ कि। हाइकिङ ट्रेकिङको एकदमै फिल हुँदैछ, फिल साथीहरू। पस्यो जुत्तामा पानी तरिका यस्ता छन् है। चिप्लिङ तिङ फिस्लिङ तिङ सबै छ। अघि तल हरियो झरेको यहाँ छ होइन, ए कुन त त्यो खाने भत्रासे। पसिना आयो, खुसीको कुरा है। पक्का एडभेन्चर भयो। आकाश पुगेछु भनेको नि हो। आमा 360 हैट। त्यो जङ्गलबाट फुत्तै निस्क्याउँदा त कञ्चनजङ्घा शिखर चुमेछु भनेको नि हो। लङ वे टु गो, नेभर माइन्ड गाइस। है उकाली चढौला ओराली झरौला, सात भन्ज्याङ भने पनि त्यही पनि चढौला,
तिम्रै लागि हो भने ज्यानै दिदिउँला भनेर पनि कसको छोरीको लागि गाइदिनु हो हैट हा हाउ इज द जोस मिस्टर यङ म्यान मजा आउँदैछ दामी छ एडभेन्चर उकालो हैट यो चाहिँ सुटिङ होइन हौ साथीहरू लडे चिप्लेर हैत्तेरे खाए Okay guys, come on. Let's see. Wow. Oh. Wow. What a view, guys. Ui. 90 degree. Ui. Wow. Just looking like a wow. Ui. आमामामामा साथीहरू यो पछाडि मुनि 90 डिग्री छ है हैटिका कस्तो त खतरा है आमामामा एउटा चुच्चो डाँडाको चुच्चोमा यो दुई भाइ केटा हिँड्दैछ यो स्वर्गीय आनन्द महसुस गर्नुलाई पनि जन्मेको हुनुपर्छ भाग्य लिएर यस्तो चुच्चोमा पुग्यो यहाँबाट फेरि बाटो चाहिँ रहेछ यस्तो अब्बुई ओह्रालो यहाँ हेर्नुहोस् त अकालहरू अलिकति फगिलले गर्दा है अकालहरू त्यहाँ माथि राति बसेर फर्केको होला फर्किँदैछ आमामा लु जाउँ त यहीबाट जाने हो उफ यस्तो दामी हावा उफ गर्मी खतरा लगभग हिमाल चढे जस्तो भयो होइन जोङ्ग्री त होइन हामी त यो त गोचेला पुग्यो भने पनि खतरा महसुस भइगयो आमामा यो खाल घाम लाग्दैन घाम यस्तो छ बाटो यस्तो छ फेरि ओह्रालो हो आमामा सङ्गम तेर हातले चाहिँ पक्रिन एउटा चाहिँ लडे पनि यता लेफ्ट राइट चाहिँ उपाय छैन रहेछ कलहरू यस्तै छ साथीहरू ट्रेकिङको दुःख पनि मजा पनि यो सुटिङ होइन नि साथीहरू हकिकत रियालिटी नट स्क्रिप्टेड गाइस वाउ यता चाहिँ जानु हुँदैन है त्यसका लागि अब यो यात्राको क्रममा मलाई के याद आयो भने एक त आज मिजोराम वन अर्को कुरा सबै वन भएपछि बिहान लाइट लन्च ल्याइयो अब सेन्ट्रल लन्च के छैन हो त्यसले गर्दा ओह्रालो चाहिँ भोकैले पनि फिलिली कुदिन्छ जस्तो छ अल्झेर लड्छै हो तिनीहरू चाहिँ पक्कै पनि लास्ट नाइट क्याम्पिङ होला र हामी त उहिले कस्ता ढलाङ अरूले 6 घन्टा चढेको हामी 3.5 घन्टामा चढ्नु त त्यो अलिक जमानाको कुरा 1 वर्ष 2 वर्ष हुँदा पनि धन्नले जिउ र जिउको मसल्स हड्डीहरूलाई जति सक्दो तगडा राख्ने कोसिस गरिरहेको छ त्यसले गर्दा मात्रै हो हामीले ढाँटेको होइन आफै हेर्नु सबै यिनीहरू चाहिँ राति क्याम्पिङ गरेर फर्केको गीत केही हुँदैन ल है
ब्लेसिङ इन डिस्गाइज भन्छ नि, त्यस्तै भयो हामीलाई। यो त जस्ट भ्यू मात्रै रहेछ, मेन रोड यहाँबाट 2 टाढा छ मुनिबाट राम्रो। त हामी चाहिँ सर्टकट पछ्याउने हुँदा अचानक म यो डाँडामा आइपुग्यौँ। त्यहाँदेखि चुच्चो हुँदै यहाँसम्म आइपुग्यौँ। तर स्वर्ग जस्तो ठाउँ। अन्त त्यही भनेको ब्लेसिङ इन डिस्गाइज। हामी चाहिँ त्यस्तो भयो, एकदम खुसी लाग्यो। यो तल्लो ग्रुप चाहिँ बिचरा तलसम्म गयो, आँट गरेन र फेरि फर्क्यो। मामा भानिसको एडभेन्चर पनि यस्तो जबरजस्ती छ कि साथीहरू। पावर ब्याङ्क थियो ब्यागमा, बोक्यौँ न, पानी सोच्यौँ न, खाजा किनेर बोक्नु सक्थ्यौँ त्यो पनि बोक्यौँ न है। त लगभग कति 70% कम्प्लिट भयो। 70% कम्प्लिट भयो। सो फार सो गुड, हेल्थ इस्युज छैन। अन्त म पनि क्रिकेटमा जस्तो भन्छ ब्याट यसो तेर्सो पार्नु पर्ने खालको पढाउको हो, तर यो जति पनि थाकेको छुइनँ म, गफ गरेको छैन हो। त्यस्तो छ साथीहरू कि अलिकति हामीलाई सबसे प्रथम धोका चाहिँ ब्याट्रीले देला जस्तो छ। जहीँ पनि होटेलतिर त्यो याद गर्नुहोस्, लजतिर बस्दा जुन पावर सप्लाई हुन्छ नि रुममा, कम्ती भोल्टेजको हुन्छ। अन्त त्यहाँबाट त्यसमा चार्ज गरेको पावर चाहिँ कति लास्टिङ हुँदैन रहेछ हौ। यो मेरो एक्सपिरियन्स। दामी रहेछ यो पनि। नगर अघि भनिस् एक्लो छोरा, आमा बिमार, त्यहाँबाट गइस् भने त हत्तु फेरि मेरो हुन्छ तैँले गर्दा हो। नगर भ्यूहरू नै यस्तो दामी छ कि साथीहरू, भिडियो नगरी नहुने। गरौँ भन्दा पनि माथि टुप्पको गरौँ भनेर ब्याट्री बजाउँ कि भन्ने पनि। तर हेर्नुहोस् न भ्यू नै अन्त कति दामी, कति दामी हो। ल्या यिनीहरू यहाँ आएर मैला फ्याँकेको देख्यो, अलि रिस उठ्यो। न्याउ खोज्नु सकिँदैन के गर्नु। ल साथीहरू, थाकेको अवस्था त्यो पर रुखको फेदमा गएर बिसाइन्छ एकछिन। साथीहरू यो चाहिँ भिडियोको लागि होइन, स्थिति नै त्यस्तो पर्यो, पानी बोकिएन। टेस्ट कस्तो रहेछ? राम्रो छ, टेस्ट राम्रो छ, एकदम प्योर। ओइ यो डाँडै यही साथीहरू, आम्मामा यस्तो दामी भ्यू। अझै यो बादल नहुनु हो भने त है, जुको भ्याली जस्तै। वाउ, भन्न आँट गरेन कि त्यहाँदेखि त ब्रो भिडियो छ। छेर्न आँटिसक्यो नि अन्त। ल साथीहरू, यो ट्रेकिङको मेन पिक चाहिँ यही हो। बहुत मेहनतले पुग्यो, थाक्नु चाहिँ थाकेन है, मजा आयो। सो यो भिडियो ओभरअल दामी भएको छ, हेरिदिनुहोस् है। यति राम्रो ट्रेकिङ चाहिँ मैले लिएको थिइनँ। म गोचेला कञ्चनजङ्घा पोइन्टहरू फेदीसम्म पुगेको मान्छे हो, तर यहाँ आउँदाको छुट्टै मजा लाग्यो। एकदम हरियाली यस्तो दामी छ कि। यो फेरि एक साइडमा चाहिँ साह्रै स्केरी, फेरि अलिक ट्राई गर्छु ल। त्यहाँदेखि चाहिँ सकिनँ म चाहिँ। दुधो जाँदा म पक्रिन्छु। किन जान्थे, यति हो। जति नै नेपालीको छोरा भन्दा पनि मर्नुसँग चाहिँ नि डम डढाउँछ नि। ल साथीहरू, यति मेहनत गरेर यस्तो तागत लाएर आएर चाहिँ हजुरहरूलाई यो दृश्य देखाउँदैछु। यही दृश्य देखाउनलाई हजुरहरूलाई यहाँसम्म आएको हो है। आम्मा मिजोरामको रियाक्ट है यो, रियाक्टको यो ट्रेकिङ। आम्मा डाँडा काँडा ठुल्ठुलो चाहिँ छैन भनेको, तर यो चाहिँ एउटा डाँडाको साह्रै टुप्पामा को पनि यो टुप्पा चाहिँ अति नै हो नि त फेरि साथीहरू। यो चाहिँ अन्तिम टुप्पा है साथीहरू। कञ्चनजङ्घाको जस्तो चाहिँ झन्डा गाड्नुपर्ने चाहिँ यही ढुङ्गा हो। दामी छ है। जय साथीहरू,
जिउ काम्दैछ, मुटु काम्दैछ, तर पनि तपाईँहरूलाई भनेर नि आमामा कसम से भनेको हामी डाँडा काँडामा हुर्केको मान्छे तर जिउ काम यहाँ हेर्नुहोस् न कस्तो चाहिँ छ देख्नुभयो तर यहाँ स्काई ड्राइभरहरूले चाहिँ है ल्या चुच्चुरोमा घुमी फोटो खिचियो, भिडियो बनाइयो र चाहिँ यात्रा फेरि गन्तव्यतिर। अब ओह्रालो गएर एउटा मिजो एन्टिक हाउसहरू एक्सप्लोर गर्नु छ। तर यो भिडियोमा चाहिँ यही ट्रेकिङको मात्रै हो, तर एक्सट्रिम ट्रेकिङ गाइस, मजाको छ। तपाईँहरू पनि आउनुहोस् मिजोराम रिएक्ट। यो ट्रेकिङ यस्तो दामी ल्यान्डस्केप छ है। मिजोरामको ल्यान्डस्केप चाहिँ अलिक सिक्किमहरूको जस्तो, दार्जिलिङ कालिम्पोङको जस्तो एकदम लङ्गेस्ट छैन, तर दामी दामी छ क्या। ग्रिनेरी यति दामी छ आम्मामा। खोइ मैले ढाँटेको होइन नि, यहाँ हेर्नुहोस् त। तर यो ट्रेकिङमा आएर चाहिँ उत्ताउलो चाहिँ गर्नु हुँदैन रहेछ। झऱ्यो भने यता झऱ्यो भने खोज्ने कुरा आएन नि। उहिले हाम्रो मान्छे थियो यतै झरेको भनिराख्नु मात्रै सकिन्छ, त्यति मात्रै हो। यस्तो सोच्नुहोस् कि एउटा एकदम त्यो कञ्चनजङ्घाको टुप्पोको त्यो धारमा हिँडेको जत्तिकै हो हुनु चाहिँ, यति मात्रै हो। यहाँ स्नो छैन र अक्सिजन जति पाइन्छ यहाँ चाहिँ। पानी पनि दुःख सुख ल्याउनु बिर्सियो, खाइयो ढुङ्गाको चेपको। रिएक चाहिँ तल हो कि क्या? तल बस्तीको नाम ए, त्यो तल गाउँको नाम चाहिँ रिएक रहेछ। रिएकको ट्रेकिङ यो दामी छ। ल साथीहरू, अघि यो उकालो यताबाट आएर हो, योबाट आएर चाहिँ यो उकालो गएको थियौँ। यो चाहिँ हामी सर्टकट पछ्याउने हुँदा, तर मेन रुट चाहिँ यहाँ रहेछ, सजिलो हो। यहाँसम्म तपाईँको गाडीहरू आउँछ, हामी पनि आउँथ्यौँ स्कुटी लिएर, तर हामी एडभेन्चरै गर्नु हिँडेको। उकालो हिँड्नु मजा आयो क्या, यस्तो दामी ठाउँ, हरियो परियो रुखपात है। यहाँतिर आरामसाथ आउँथ्यो नि हो। यस्तो मजाको ठाउँ छ। यहाँ उहिले खुट्टामा हरिनाथ परेको भन्थ्यो, के भएको मजाले के भएको यो रोग लागेको जस्तो। यहाँ त पानी ठुलो पऱ्यो नि क्याम्पिङ गर्दा पनि। यो मारी डिजाइन गरेको त होइन त यो के हो? यो चाहिँ साथीहरू रिएकदेखि उकालोको ट्रेकिङमा एउटा गुफा छ। यो गुफामा यो के डिजाइन बसेको, यो उहिले फोरफादर्सहरूले डिजाइन बनाएको हो कि ठ्याक्कै हुन्छ। यो के यो ढुङ्गालाई रोक लाग्यो जस्तो। अब यो सिमेन्टेड छैन, एकदम पत्थरै हो है। हो यो ढुङ्गै हो, त्यसले गर्दा यो डिजाइन गरेको चाहिँ होइन। यो के रोक लागेको है यहाँ गाडी पनि जान्छ नि। हामी त अघि यसरी आउनु पनि सक्थ्यौँ, तर हामी चाहिँ हिँडेको, किनभने हामी चाहिँ गोर्खाको फुल छ कि हामी। यो ट्रेकिङ त हिँडेर गरेको दामी हुने हो है। फिल गर्नु पऱ्यो हिँडेर। आमा यो गुफा साथी मजाको, साँच्चै मजाको गुफा लाग्यो। यहाँ तलबाट देखाउँछु तपाईँलाई। यो केले हाम्रो नाम लेखिराखौँ भन्दा नलेखौँ होला है। मामा लेखेर त अन्त आई लभ यस्तो भन्ने लेखे बाँसतिर लेखियो नि। मजाको है। एकै गाडी पनि यसरी आउँदैछ है साथीहरू। ट्याक्कै त्यहाँ मजाको है।
बेला बेला यस्तो हेर्नुपर्छ तपाईँको एन्जाइटी डिप्रेसन फ्री पनि भइन्छौँ साथीहरू। हामी एन्जाइटी डिप्रेसनमा छौँ भने नि दबाई खानुभन्दा पनि प्रकृतिलाई निहालेर हेर्नुपर्छ, धेरै रिलिफ हुन्छ है। यो मेरो एक्सपिरियन्स। एक चाहिँ मर्निङ वकिङ एक्सर्साइज गर्नुपर्छ, अन्त प्रकृतिसँग यसरी जुडेर निहालेर हेर्नुपर्छ, यसले नै सबै आनन्दहरू दिन्छ के। ल साथीहरू, यो चाहिँ सम्झेर बुझेर मात्रै ट्राई गर्नु है। बुढो तमासा छ खै कहाँ सजिलो छ, यहाँ त छिनेको नि रहेछ नि ऊ। खै छेड्छ है बुढो। रोप छिनेको रहेछ नि। त्यो त साइडको रोप त हो नि, माथि पक्रिनु पाइरहेछ त अन्त। यहाँबाट लड्यो भने तल सिमेन्ट पनि छ फेरि हो, यस्तो बडी ब्यालेन्स गर्नु साह्रो छ। नि उ तल सब सेन्टर उही तल छ नि। यो चाहिँ तपाईँले आएर गर्नुहोस् चाहिँ म भनिनँ, यो चाहिँ गाह्रो छ है साथीहरू। फर्केर नआउनु हो कि हौ? अन्त आउनु नि। खतरो के खिलाडी भन्दा चाहिँ अलिक खतरै छ है साथीहरू यो चाहिँ। त्यही माथि साइडको रोपहरू पनि छिनेको रहेछ हो। सोचे जस्तो सजिलो छैन यो चाहिँ। तपाईँहरू आएर यो ट्राई गर्नुहोस् चाहिँ मैले पटक्कै भनिनँ, आफ्नो आफ्नो रिस्कमा। पैसा चाहिँ परेन। बुढोलाई टेन्सन भएछ। बोइ यो चाहिँ कसैलाई ट्राई गर्नुहोस् चाहिँ म भनिनँ, मेरै छोरालाई नि म गर्नु दिन्दिनँ। I did it. Wow. यो चाहिँ खुट्टा चाहिँ यसरी फ्ल्याट राख्नुपर्ने रहेछ, यसरी सिधा राख्नु हुँदैन। एन्टिक हाउस, मिजो एन्टिक हाउस, यो चाहिँ रियाकमा छ। तपाईँ रियाकको यो ट्रेकिङ गर्नुभयो भने, हाइकिङ गर्नुभयो भने यो पनि भिजिट गर्नुहोस्। र यो भिडियो यतिमै अन्त गर्छु है। जति पनि तपाईँहरूले यो भिडियो हेरिदिनु भयो तपाईँहरू सबैलाई धन्यवाद। दया गरेर सब्सक्राइब गरिदिनु होला च्यानललाई है। यसरी निरन्तर काम गर्नेछु। अलिकति फलोवर्स बढेमा है, मेरो युट्युब च्यानल एकदमै राम्रो बढेको छैन। साथ सपोर्ट गरिदिनुहोस्। यस्तो एक्सप्लोरको हुन्छ कि के को हुन्छ म फ्युचरमा राम्रै गर्छु, तर त्यसको लागि तपाईँहरूको साथ सपोर्टको जरुरत छ। र आज चाहिँ यो रियाक ट्रेकिङ हाइकिङको भिडियो चाहिँ यतिमै बन्द गर्न चाहेँ। धन्यवाद।